हजुर हजुर म यता जापानको इमिग्रेसनबाट हो होइन। हजुर तपाईँ को बोल्दै हुनुहुन्छ त? ए हजुर, तपाईँको डेट अफ बर्थ अङ्ग्रेजीमा भन्नुहोस् न। मेरो डेट अफ बर्थ 2002 जनवरी 24 हो। ए हजुर, अनि ठेगाना तपाईँको? हजुर तपाईँको ठेगाना भनिदिनुहोस्। अहिले चाहिँ म ललितपुरको इमाडोलमा बसिरहेको छु। ए ए ए अनि गाउँ चाहिँ कहाँ नि? गाउँ धरान, वार्ड नम्बर 17, सुनसरी जिल्ला। ए हस्, ए हस् हस् हुन्छ। अहिले त्यसो भए यसो गरौँ न त, हामी तपाईँलाई केही प्रश्नहरू जापानी भाषामा सोध्न गइरहेछौँ। हजुर त्यसको आन्सर तपाईँ पनि जापानी भाषामा दिनुहोला, हुन्छ? हुन्छ म्याम। ल। こんにちは。こんにちは先生。あなたの一番好きな料理は何ですか？私の一番好きな料理は肉です。あなたの好きな動物を教えてください。私の好きな動物はウサギです。あなたは今何を買いたいですか？私は今新しい携帯を買いたいです。あなたは何人家族ですか？家族は2人です。毎日何時間日本語を勉強しますか？毎日2時間日本語を勉強します。 हेलो, हजुर भयो। यति मात्र हो।